साफ करे खाना बस्दै त्यो खोले फुलको बिहान नै फेरि अन्त खोजिनु लेके Yes, right? यता तिउन भनेको यस्तो हो हाम्रो मसिनहरू काटेर गयो बिहान एक बिटो घाँस खाइन आयो यहाँ पनि चाहिँ सागटे चाहिएको थियो क्या दिने मान्छेले खोज्नु टिस्टा दिने टमाटर पनि ल्याइदिएको छु म फेरि ऊ तल घाँक्राहरू बुहारी माइत गयो भने तिमीलाई फोन गरेर गएको रहेछ आज आएन भोलि बिहान नै आएन उता त विदेशबाट हालिदिनु क्या भोलि निकाल्न जाउँला कसो नि भनिदिनु न त आज चाहिएको क्या कति हो 4000 रुपियाँ चाहिएको अस्ति फोन गऱ्यो सोमबार दिन आयो भने सोमबार दिन अरे अस्ति आज आइदिनु के गऱ्यो भने आइदिनु गरेर खाना बस्दै त्यो खोले मलाई जसरी पनि दिने हो भोलि भनेर नाइ बोल्नु दिन्छु भोलि आइदिनु निकाल्नु दिन्छु भन्छन् न त पछि त ल्याइदिनु न माथि के गर्नु माथि पनि ल्याइदिनु भोलि खोज्नु पर्ने भन्छ फुलको बिहान नै फेरि अन्त खोजिनु तल छुट्टै खोला कालेले मार्नु लाखा छुट्टै त्यहाँ पर काटिकन त्यो पिछेले काट्ने भन्छ कि के भन्छ कि त्यहाँ सल्लाह गर्छ यिनीहरूले डेली पैसा हारिन दिने कि चाहिँ कहाँ काट्ने हो त्यही ठुलो काम गर्छन् ठुलो काम गरेर छन् अनि भोलि त्यो 14,000 ल्याएर भएको फेरि काटिनु मान्छे आलु
तिने तुलसी र गोपाले यहाँ आन्यो नि दाइ त उसैबाट काठमाडौँ गइदिएन भने यहाँ त केही छैन यति काटौँ पुऱ्याउँदा कुरा त जहिले लागेको छ सबैले यस्तै 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 गर्छौँ यस्तै यस्तै गर्छौँ भन्ने जम्मा कुरा लागेको यो यस्तो जाबन हट्छ कि पवन र मै पारेको थिएँ भन्छ कि काम छ खान्थेन माछा डब्बा हेलो म चिलो हो चिलो चल्ला खाने बड्डा तिमीलाई र सेन्सेन न घरै छौ यहाँ चल्ला भए चाहिएको थियो कि मलाई भोलि फर्को फालिदिनु भने आएर आलु त हिरो छ निग्रो छ नानी जाऊ
Belakang kali susu. Dia yang fungsi. Dah sedih. त्यहाँ छैन पर्यो कहाँ है? नि लैदिएको त्यहाँ छैन रहेछ बेलीलाई अस्ति म चामल ल्याउनेलाई मेरो पछि पछि आएर जेठो कता मलाई त उठ्छ रोटा त्यतिले पुग्छन् त कता खाने बना बागले मुई दो. बना बाग मुनु दुना खा पछि मोटो हुन्छ. अब को मामा भाइ जालो लडा जाली मेरा त. Marah. खाना नपारेका Lah. Oh. Ah. लाल बिल्ला साग बिल्ला खान्छ बिल्ला खाने साग त्यो बसाएर माल लाल धेरै पनि त हालो त्यति हुन्न Sahara roda hiyo. बुढा बुढो लानु खाने साग अहिले मलाई Ada bahasa ada khuya ada janggal तिर जानु पर्ला. मन त फुबारु मुटाएर पनि तिमीले यहाँ घाँसपात गर्नु म बाह्र खुने जङ्गलतिर जान्छु माछा लिएकतिर. कता चराउने हो बेली उता माछा चरायो कोल्ला चपाहा चराएर भोग्या आछन् अहिले पल्ला चपाहा छैन होला. भन्नु पनि घाँस केही रहेन क्या धुलो पुट्नु भएको. यहाँ खाले पनि लाग्यो है बाह्र धेरै त छैन त्यो आवाज दिनु त 30 पैँतिसवटा मात्रै छन्. त्यसले पनि दुःख देखा अब भयो किन गर्छ जान्छ त्यो त यहाँ त्यहाँ खालामा लाग्न नि हैन 30 पैँतिसवटा त्यो 7 8वटा बोकेका छन्. भयो खसी गर्दै बनाएको एउटा सानो नै बुवालाई खसी बनाएको हो. एउटा ठुलो खसी जति बेला खाइन माथि बसाएको बसे भए माछा थाला सानसानो बोके खाएर त्यसलाई खसी बनाउनु होला. किन दोकान जाँदा गर्ने यसो चाहिँ स्कुल गएको क्या हो. Bicara beli mana ya? पर्छ झरा नि त्यो किलोमिटर झरा मासुलाई चाहिँ पर्छ मासुलाई चाहिँ झरा असुविधा नहोला बाख्रा किन त्यो पाखा पाएदेखि त्यो कस्तो भयो.